नमस्कार सम्पूर्ण जनश्रोता महानुभावहरुमा म इन्जिनियर के फेरि पनि तपाईहरुलाई स्वागत छ। तपाईहरुको आफ्नो मुभमेन्ट रौतहट फर्स्ट एजुकेसन मुभमेन्टमा तपाईहरु अहिले सुनिराख्नु भएको छ हामीलाई बजिकाञ्चल एफएम 89.2 मेगाहर्ज र यो कार्यक्रममा तपाईहरुलाई फेरि पनि स्वागत छ। म इन्जिनियर के स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टरको फाउन्डर एन्ड डाइरेक्टर। आदरणीय जनसमुदाय, आजको यो ऐतिहासिक कार्यक्रममा हामी फेरि पनि आइसकेको हो र यो कार्यक्रम तपाईहरुले हाम्रो रौतहट जिल्लाको जुन साक्षरता दर छ अहिले हामी 77औं स्थानमा छौं, त्यो 77औंबाट 1 नम्बरमा कसरी हामी आउन सक्छौं त्यसको लागि हाम्रो यो अभियान चलिरहेको छ र त्यसको लागि हाम्रो बजिकाञ्चल एफएम परिवारसँग समन्वय भएर आज हामी बजिकाञ्चल परिवारको ऐतिहासिक क्षणमा मानौ न 5औं हाम्रो सिरिजको 5औं सुटमा हामी छु। अहिले तपाईहरु हामीलाई डाइरेक्ट लाइभ सुनिराख्नु भएको छ बजिकाञ्चल एफएम 89.2 मेगाहर्जमा र यो कार्यक्रम तपाईहरुले हाम्रो डिजिटल प्लेटफर्ममा पनि तपाईहरुले सुन्न सक्नुहुन्छ। रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्ट भनेर तपाईहरुले हाम्रो बजिकाञ्चल एफएम को डिजिटल प्लेटफर्ममा र हाम्रो यो मुभमेन्टको केएफआई प्रेजेन्टमा पनि तपाईहरुले सुन्न सक्नुहुन्छ। अब मेन मुद्दा के हो त आदरणीय जनसमुदायहरु, तपाईहरु जुन पनि फिल्डमा जहाँ भए पनि तपाईहरुले हाम्रो यो रौतहटलाई साक्षरता दर बढाउनको लागि, रौतहटको साक्षरता दर बढाउनको लागि र रौतहटलाई शिक्षामा 1 नम्बरमा ल्याउनको लागि तपाईहरुको साथ र सहयोग चाहिन्छ। तपाईहरु जुन ठाउँमा रौतहटको जुन कुना काप्चामा भए पनि त्यही ठाउँबाट तपाईले हाम्रो यो मुभमेन्टलाई साथ दिनुपर्छ। यसमा तपाई डाइरेक्ट हामीसँग जुड्न सक्नुहुन्छ, जुडेर तपाईहरुले साथ दिन सक्नुहुन्छ र तपाईहरुको दिमागमा कुनै आइडिया चलिरहेको छ या तपाईहरु रौतहटलाई शिक्षामा कसरी फर्स्ट नम्बरमा ल्याउन सकिन्छ, यस्तो किसिमको जुन पनि किसिमको तपाईहरुसँग आइडिया चलिरहेको छ, तपाईहरुको दिमागमा केही सोच विचार छ भने ती कुरा हामीलाई तपाईहरुले शेयर गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले डाइरेक्टली हामीलाई फोन पनि गर्न सक्नुहुन्छ, व्यक्तिगत मलाई पनि फोन गर्न सक्नुहुन्छ 9814278241 मा र हाम्रो स्टुडियोमा पनि तपाईहरुले फोन गर्न सक्नुहुन्छ 9855042632 मा तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि तपाईहरुले कन्ट्याक्ट गरेर तपाईहरु डाइरेक्ट हाम्रो स्टुडियोमा पनि आउन सक्नुहुन्छ। हरेक हप्ताको शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म हामी तपाईहरुसँग रौतहटको इतिहास फेर्नको लागि, रौतहटको जुन ऐतिहासिक पल छ, रौतहटको साक्षरता दर बढाउनको लागि, रौतहटलाई एउटा नयाँ छुट्टै पहिचान दिलाउनको लागि हामी काम गरिरहेको। यसमा मात्र मैले इन्जिनियर के काम गरेर मात्र सम्भव हुनेवाला छैन वा हाम्रो बजिकाञ्चल परिवारले मात्र यो कुराहरूलाई लाइभ प्रसारण गर्ने बित्तिकै सम्भव हुनेवाला छैन। आदरणीय जनसमुदाय, तपाईहरु जुन पनि ठाउँमा हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, त्यहीबाट तपाईहरुले सानो कदम भए पनि चाल्नुपर्छ र त्यो भनेको शिक्षातर्फ चाल्नुपर्छ। जसरी हाम्रो सिम्पल स्लोगन हो, तपाईहरुलाई थाहै छ, तपाईले नपढे कसले पढ्ला, हामीले नगरे कसले गर्ला। यो सिम्पल सिधा सादा स्लोगन हो, तर यसमा हाम्रो रौतहटलाई साक्षरता दर बढाउनको लागि सबै मार्मिक कुराहरू र सबै हाम्रो जुन मेन मिसन र भिजन छ त्यो यसमै जुडेको छ। साक्षरता दर बढाउनको लागि पढ्नुपर्ने हुन्छ। यदि तपाईहरु जुन पनि अवस्थामा हुनुहुन्छ, जुन पनि लेभलमा, अहिले त हामी यो मुभमेन्टमा पनि छु, यही हाम्रो रेडियो मार्फत र हाम्रो डिजिटल प्लेटफर्म मार्फत हामी तपाईहरुलाई रौतहटको सम्पूर्ण 18वटै पालिकालाई पनि अनुरोध गर्न चाहन्छु कि तपाईहरु आफ्नो विद्यालयमा 18वटा पालिकाकै विद्यालयहरुमा विद्यार्थीहरु एडमिसन हुन गइरहेको छ। तर अहिले नेपालमा जुन इमिसको सिस्टम लगाइदियो, त्यो इमिसको कारणले गर्दा अहिले जुन विद्यार्थीहरु पढिरहेको छैन, अहिले उहाँको एज भइसकेको धेरै तर पढ्नु भएको छैन। उहाँहरुलाई फेरि गएपछि तपाई 1 क्लासमा मात्र पढ्नुपर्छ। यो जुन प्रावधान छ केही नगरपालिकाहरुमा हाम्रो समन्वय पनि भइरहेको छ, यो प्रावधानलाई हामीले अलिकति हटाउनु पर्छ। किनभने मान्नु कुनै मान्छेको एज धेरै भइसक्यो, अब एजको हिसाबले 1 क्लासमा गएर पढ्नुपर्छ, 1 क्लासमा पढ्नुहुन्छ त त्यो भएन, उहाँको लेभलको हिसाबले पनि भएन। यो कुरालाई मध्यनजर गरेर जो विद्यार्थीहरु अहिलेसम्म पढिराख्नु भएको थिएन उहाँहरुलाई पनि हामीले पढाउनको लागि हामी गाउँ गली-गलीमा पुगेर यो अभियान चलाइरहेको छु र यसमा धेरै विद्यार्थीहरु हाम्रो यो अभियानलाई हेरेर उहाँहरु पढ्नको लागि अहिले जुन अभियान खुलेको छ नेपालभरि नै, जुन 15 देखि लिएर 22-20 गतेसम्मको जुन अभियान थियो, एडमिसन ओपन भइसकेको छ। त्यसमा हाम्रा विद्यार्थीहरु एडमिसनको लागि स्कुल भिजिट गरिराख्नु भएको छ। तर स्कुल भिजिट गरिरहँदाखेरि के भइरहेको छ त, उहाँहरुलाई भनिरहेको छ कि तपाई कहाँ पढ्नुभयो त्यहाँबाट इमेज ल्याउनु। अलरेडी त्यो विद्यार्थी कहीं पढेको छैन, पढेको भए त रौतहटको साक्षरता दर त राम्रो हुन्थ्यो नि। रौतहटको साक्षरता दर राम्रो नभएको कारण के हो त, पढे लेखेको छैन। अनि तपाईले नपढे, अहिले हामी मेन मिसनमा के मतलब कुन स्लोगन लिएर फिल्डमा छौ त, तपाईले नपढे कसले पढ्ला। यो स्लोगन हेरेर धेरै ठुलो मान्छेहरु पनि जो पढ्नु भएको छैन उहाँहरु स्कुल जान
जान बाध्य भएको छ। तर स्कुलको जुन इमिसवाला सिस्टमले अलिकति अप्ठ्यारो भइरहेको छ। आदरणीय 18 नगरपालिकाका हाम्रा शिक्षा संयोजक सरहरूलाई र हाम्रो आदरणीय मेयर साहबहरूलाई पनि अनुरोध गर्छु, तपाईँहरू हाम्रो यो विद्यार्थीहरूलाई जुन उमेरको हिसाबले उहाँको नलेजको हिसाबले क्लासलाई कसरी हुन्छ, किनभने 18 नगरपालिकालाई पुरै शिक्षाको सबै पावर दिएको छ। त 18 नगरपालिकाले यसमा धेरै कुरा गर्न सक्नुहुन्छ। तपाईँहरूले जुन विद्यार्थीहरू हाम्रो पढ्न सक्नु भएको छैन, उहाँको उमेर बढी छ, त्यही हिसाबले क्लासको व्यवस्थापन गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। रह्यो अर्को कुरा, यो त अब तपाईँले नै पढे कसले पढ्ला, त उहाँहरू पढ्नको लागि त तयार हुनुभयो, तर अब मेन चाहिँ हामीले नै गरे कसले गर्ला। मान्नु तपाईँ एउटा आदरणीय गुरु, अहिले मेरो आवाज गुरु सुनिराख्नु भएको छ, गुरु त अलरेडी पढाइराख्नु भएको छ नि त। तर तपाईँ हाम्रो आदरणीय मतलब भर्खर आजको हाम्रो गेस्ट हुनुहुन्छ, उहाँको त इन्ट्रोड्युस हुन्छ एकछिनपछि, तब पनि मैले तपाईँलाई के भन्छु, हाम्रो आदरणीय गुरुहरूले पनि कहीँ न कहीँ चुक गर्नुभएको छ क्या। मलाई लाग्छ कि हाम्रो गुरुहरूको त्यो चुक भनेको उहाँहरूले पढाइराख्नु भएको छ, तर पहिला जुन तपाईँको 2060 सालको हाराहारीमा त्यो लेभलमा जुन लेभलमा पढाइ हुन्थ्यो त्यो बेला, त्यो लेभलमा अहिले भइरहेको छैन। हाम्रो गुरुहरू पनि क्लासमा गएर यतिकै बस्दिने, मोबाइल चलाएर बस्दिने, समयमा नपुग्ने, गए पनि क्लासमा राम्रोसँग नपढाउने, त्यो कुराहरू भइरहेको छ। त्यसो कारणले गर्दा विद्यार्थीहरूलाई विद्यालय नआएर उहाँहरू बाहिर घुम्नमा बाध्य भइरहेको छ। यो कुराहरूको जिम्मेवार को त? हाम्रो 18 नगरपालिकाले जब शिक्षाको कुरा दियो, शिक्षाको सबै अधिकार दियो, त 18 नगरपालिकाले यसमा त निर्माण गर्नुपर्ने हो, यसमा त सोच विचार गर्नुपर्ने हो। तर 18 नगरपालिकाले पनि अनुगमन गरेको छैन। अनुगमनको कुरा धेरै कम भइरहेको छ। अनुगमनको कुरा नभएर धेरै अप्ठ्यारो भइरहेको अवस्था यहाँ छ। आदरणीय जनसमुदाय, हामीले नगरे कसले गर्ला? हाम्रो आदरणीय गुरुहरू त गरिराख्नु भएको छ। यसको साथसाथै मात्र गुरुले पढाएर साक्षरता दर बढ्ने भएको भए रौतहटको साक्षरता दर म लेखेर यहाँ दिन सक्छु स्टुडियोबाट कि 100% हुन्थ्यो, तर अहिले 58%, लगभग 58% हाराहारीमा किन छ? किनभने यसमा विद्यार्थी त सानो बालक, सानो नानीहरू, बाबुहरू, उहाँहरूको लागि के थाहा छ त? उहाँहरूलाई केही पनि थाहा छैन। तर हाम्रो आदरणीय अभिभावकज्यूहरू पनि यसको जिम्मेवार हुनुहुन्छ। उहाँहरू आफ्नो काममा बिजी हुनुहुन्छ, त्यो बेग्लै कुरा हो, त्यसको बारेमा हामी कुरा गर्न चाहदैन। ठिक छ, सबैको काम छ, काम नगरे कसरी मतलब आफ्नो घर परिवार चल्छ, त्यो बेग्लै कुरा हो। तर काम गरिरहँदाखेरि आफ्नो बाबु नानी पढिरहेको छ कि छैन, अनि के छ अवस्था, उहाँहरूको त्यो बुझ्ने काम हाम्रो आदरणीय अभिभावकको छैन र? अनि अभिभावकको त्यो कुरा रहिरहँदाखेरि पनि हाम्रो आदरणीय अभिभावकज्यूहरूले यसको बारेमा कुनै चासो लिनुभएको छैन। उहाँहरूले आफ्नो काममा जानुहुन्छ, दिनभरि काम गर्नुहुन्छ, फेरि आउनुहुन्छ बेलुका, तै पनि आफ्नो काम गरिरहँदाखेरि यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको अवस्था छैन। आदरणीय जनसमुदाय, हाम्रो आजको हाम्रो यो कार्यक्रमको प्राविधिक मित्रमा हाम्रो सङ्गम सर हुनुहुन्छ, उहाँलाई हृदयदेखि धन्यवाद छ। र उहाँलाई अबको केही छिनमा 1 मिनटपछि हामी व्यापारिक विश्राममा जानेवाला छौँ। त्यसको लागि हाम्रो व्यापारिक विश्राम तयारी अवस्थामा राखिदिनुको लागि उहाँलाई हार्दिक अनुरोध गर्छु। अब त हामीले नगरे कसले गर्ला त? हामीले नगरे कसले गर्ला? यसमा मात्र इन्जिनियर केले यो मुभमेन्ट थालेको छ। यसमा बजिकाञ्चल एफएमसँग पनि समन्वय भएको छ। अब समन्वय भइरहँदाखेरि तपाईँहरू जुन पनि फिल्डमा हुनुहुन्छ, आदरणीय अभिभावकजी हुनुहुन्छ, या रौतहटका अभियन्ता नै हुनुहुन्छ, या तपाईँ आदरणीय जुन पनि फिल्डमा को कर्मचारी नै हुनुहुन्छ, तपाईँहरूलाई हामी हार्दिक अनुरोध गर्छु, यही स्टुडियोबाट तपाईँहरू हामीसँग जुट्नुहोस्, आउनुहोस्। तपाईँको जुन आइडिया छ त्यो आइडियालाई हामी शिरोधार गर्छौँ र तपाईँको जुन प्लान छ त्यो प्लानलाई हामीले रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टको रोड म्यापमा जोड्छौँ। अनि त्यस पछाडि रौतहटलाई शिक्षामा हामी 1 नम्बरमा पढाउने जुन हाम्रो दृढ सङ्कल्प छ त्यो 100% चाँडै हुनेवाला हामीलाई आभास भइरहेको छ, जसमा तपाईँहरूको साथ र सहयोग हामीलाई चाहिन्छ। त्यसको लागि तपाईँहरू हामीसँग जुड्न सक्नुहुन्छ। इजी छ। अहिले तपाईँले हामीले लाइभ पनि बजिकाञ्चल एफएममा सुनिराख्नु भएको होला। लाइभ हामी बजिकाञ्चल एफएममा छु। अहिले तपाईँ हाम्रो बजिकाञ्चल एफएम 89.2 मेगाहर्जमा तपाईँहरू संसारको जुन पनि कुनैबाट सुनिराख्नु भएको छ। यसको साथसाथै बेलुका प्लेटफर्म हाम्रो डिजिटल प्लेटफर्ममा पनि आउँछ। बजिकाञ्चलको डिजिटल प्लेटफर्मको साथसाथै हाम्रो केफआई प्रेजेन्टमा पनि यो सबै भिडियोहरू, सबै डिजिटल कन्टेन्टहरू आउनेवाला छ। यो कुराहरूमा तपाईँले जुट्नुपर्छ र हामीले नगरे कसले गर्ला? किनभने तपाईँले नगरे कसले गर्ला? को आउँछ? बालेन्द्र शाह काठमाडौँबाट आएर रौतहटको विकास त गरिदिँदैन। उहाँले त काठमाडौँबाट न सिस्टम मिलाउने हो। या सस्मित पोखरेल जो हाम्रो शिक्षा मन्त्रीजी हुनुहुन्छ माननीयजी, उहाँले त्यहाँ के भन्छ काठमाडौँबाट यहाँ त रौतहटको साक्षरता बढाउनेवाला अवस्था छैन। रौतहटको साक्षरता बढाउनको लागि हामी नै अग्रसर हुनुपर्छ, हामी नै अगाडि बढ्नुपर्छ। यो कुरा राख्दै अबको हामी व्यापारिक विश्रामतिर जान चाहन्छु र हाम्रो आदरणीय प्राविधिक मित्र सङ्गम सरलाई व्यापारिक विश्राम बजाइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
नमस्कार सम्पूर्ण श्रोता महानुभावहरू, फेरि पनि तपाईँहरूलाई एउटा सानो व्यापारिक विश्रामपछि स्वागत छ। हाम्रो सहकर्मी आदरणीय सङ्गम सरलाई विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रममा फेरि पनि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। र अब डाइरेक्ट हामी यो कार्यक्रममा हाम्रो प्राविधिक सरलाई हामी अब यो हप्ताको लागि स्पेसल हाम्रो जो गेस्टसँग कुरा गरेको छु त्यो कुरालाई राखिदिनको लागि तयारी अवस्थामा रहनको लागि सरलाई हार्दिक अनुरोध गर्छु। आजको यो जुन कार्यक्रम थियो हाम्रो रौतहट फर्स्ट एजुकेसन, यसमा त मैले भने तपाईँहरू पनि जुड्न सक्नुहुन्छ र आजको हाम्रो कार्यक्रममा जुड्नु पनि भएको छ। हाम्रो रौतहट जिल्लाकै इस्टनाथ नगरपालिकामा रहेको जुन हाम्रो कालाकुञ्ज सेकेन्ड्री स्कुल छ त्यो स्कुलको प्रधानाध्यापक आदरणीय शम्भु सर हामीसँग हुनुहुन्छ। उहाँसँग हामीले कुरा गरेको छु। उहाँ पनि एजुकेसन फिल्डमा 10 वर्षदेखि नै कार्यरत हुनुहुन्छ र उहाँ एउटा आफ्नो के भन्छ विद्यालयको प्रधानाध्यापक रहेर पनि विद्यालयमा विद्यार्थीहरूको उज्जवल भविष्यको लागि साक्षरता कसरी बनाउने त्यो कुराहरूमा उहाँ पनि 10 वर्षदेखि अहोरात्र खटिराख्नु भएको छ। उहाँसँग हामीले कुराकानी गरेको छु। त्यो कुराकानी तपाईँहरूको माझमा राखिदिनको लागि हाम्रो आदरणीय सहकर्मी सङ्गम सरलाई हार्दिक अनुरोध गर्छु। हेलो, नमस्कार सर। नमस्ते हजुर। स्वागत छ सर तपाईँलाई हाम्रो रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टमा। अहिले धन्यवाद हजुरलाई। तपाईँसँग हाम्रो सिधै पहिलो प्रश्न हो कि हाम्रो जुन रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्ट छ यसलाई तपाईँले कसरी हेर्नुहुन्छ सर? यो रौतहट फर्स्ट इन एजुकेसन जुन छ नि, तपाईँले जुन टपिक चलाइराख्नु भएको छ यो धेरै नै महत्त्वकांक्षी मात्र होइन, यो सम्भव पनि छ होइन। यो टपिक नै धेरै मतलब गहिरो सोचको साथमा तपाईँहरूले सुरुवात गर्नुभएको छ। यो मलाई धेरै खुसी लागेको छ यो टपिक सुनेर नै। तर यसलाई नारा होइन, दीर्घकालीन रणनीतिको रूपमा हेर्नुपर्छ होइन। मेरो दृष्टिमा यसको अर्थ यस्तो हुन्छ, यसलाई एउटा के भन्छ नि परिवर्तनको लागि विभिन्न किसिमका ट्रेनिङहरू, मोटिभेसनहरू, पर्फर्मेन्स बेस्ड सिस्टमहरू हामीले सञ्चालन गर्नुपर्ने हुन्छ। दोस्रोमा अब हामीले डिजिटलाइजेसनको तर्फ पनि हामीले ध्यान दिनुपर्ने हुन्छ होइन। अब त्यसै गरी हाम्रो समुदायमा अभिभावकहरूको जुन भूमिका छ यो कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। अब यसको लागि यो सब कुरालाई तपाईँले अब समावेश गरेर रौतहट फर्स्ट इन एजुकेसन जुन कार्यक्रम चलाइराख्नु भएको छ यो धेरै नै प्रशंसनीय योग्य यो कार्य रहेको छ। यसको लागि म बहुत धन्यवाद एफएमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, शुभकामना पनि दिन चाहन्छु। ल बहुत धन्यवाद सर तपाईँलाई। तपाईँले यो जसरी भन्नुभयो नि कि यो धेरै राम्रो छ, यसलाई गर्दा यसरी अझ गऱ्यो भने राम्रो हुन्छ। तर हामी यो काम गरिरहँदाखेरि फिल्डमा सर हामीलाई अनेकौँ किसिमका समस्याहरू बाधाहरू आइरहेको हुन्छ। अनि ती समस्याहरूलाई कसरी समाधान गर्ने सर, त्यसमा तपाईँको सल्लाह सुझाव चाहिन्छ। त्यो समस्यालाई समाधान गर्नको लागि अब सबभन्दा पहिला त हामीले इम्प्रुभमेन्ट प्लानहरू हामीले असाइन गर्नुपर्ने हुन्छ होइन। त्यसपछि यो जुन हाम्रो शिक्षकहरू जुन छ नि, हाम्रो रौतहटमा कार्यरत सम्पूर्ण शिक्षकहरू, अब एउटा त म निजी क्षेत्रमा कार्यरत शिक्षक हो तर अब यो कुरा मैले बोल्दाखेरि धेरैजनालाई, धेरै हाम्रो श्रोताहरूलाई नराम्रो पनि लाग्न सक्छ होला। तर अर्थात् यही हो कि हाम्रो शिक्षकहरूले इमान्दारीपूर्वक काम गरिराख्नु भएको छैन क्या। र उहाँहरूले यदि मात्र इमान्दारीपूर्वक काम गरिदिनु भयो भने हाम्रो शिक्षा क्षेत्र जुन रौतहटको जुन 77औं स्थानमा पुगेको छ नि त्यसलाई उकासेर हामी 1 नम्बर 2 नम्बर 3 नम्बर हुन सकिन्छ। र तपाईँले आफ्नो जुन सल्लाह दिइराख्नु भएको छ एक्ज्याक्ट सर पोइन्ट टु पोइन्ट मतलब के कुराहरूमा हामीले यदि राम्रोसँग ध्यान दियो भने त्यो कुराहरू कुन कुराहरूलाई हामीले कभर गर्न सकिन्छ राम्रो तरिकाले, जसको कारणले गर्दा हाम्रो शिक्षाको साक्षरता दर सिधै बढेर 1 नम्बरमा आउने खालको बन्न सक्छ। जस्तैमा सर हामीले गर्न सक्छौँ यसको लागि लर्निङ इम्प्रुभमेन्ट प्रोग्रामहरू हामीले लन्च गर्नुपर्ने हुन्छ। अब जसको भित्र पर्न सक्छ तपाईँको विकली टेस्ट भयो होइन, मन्थली टेस्टहरू भयो, कमजोर विद्यार्थीको लागि होइन रेमेडियल क्लासहरू सञ्चालन गरेर हुन्छ। त्यसै गरी अब शिक्षक विकास कार्यक्रमहरू पनि हामीले आयोजना गर्नुपर्ने हुन्छ। अधिकांश शिक्षकहरूले अब ट्रेनिङ दिन सरकारी सामुदायिक विद्यालयहरूलाई त ट्रेनिङ पाएको हुन्छ तर उहाँहरूले 1% उपयोग गर्नु हुँदैन। तर त्यही निजी विद्यालयहरूलाई प्राप्त भए पनि उहाँहरूले जुन पर्फर्मेन्स गरेर जुन हाम्रो विद्यार्थीहरूलाई उकास्ने काम जुन गरिराख्नु भएको छ, जुन शिक्षा क्षेत्रमा एउटा क्रान्ति ल्याउने काम गरिराख्नु भएको छ, उहाँहरूले यदि ट्रेनिङ पाइहाल्नु भयो भने अझ राम्रोभन्दा राम्रो गर्न सक्नुहुन्थ्यो भन्ने मेरो बुझाइमा रहेको छ। त्यसै गरी अब नेतृत्व विकासको लागि भने अब एउटा हामी हेर्छौँ हाम्रो समाजमा, हाम्रो वरिपरि, हाम्रै जिल्लाको कुरा गर्ने हो भने सामुदायिक विद्यालयको जुन
प्रहरू हुनुहुन्छ उहाँहरूको एक्टिभिटिज र एउटा निजी विद्यालयमा भएको प्रहरूको एक्टिभिटिज हेर्नुहोस् जमिन आसमानको फरक छ होइन यदि त्यही अब मलाई लाग्छ कि अन्तर्क्रिया कार्यक्रम गराएर होइन निजी विद्यालयका प्रहरूबाट केही कुरा अब उहाँहरूले सिक्नुहुन्थ्यो उहाँबाट धेरै कुराहरू निजी विद्यालयका पनि प्रहरूले सिक्नुहुन्थ्यो भने त्यो स्कुल बेटर तरिकाले चलाउन सकिन्थ्यो र त्यो बच्चाहरूलाई राम्रो भन्दा राम्रो शिक्षा पाउन सकिन्थ्यो होइन त्यसै गरी अब अभिभावकहरूलाई पनि यसको लागि अलिकति फील हुनु जरुरी छ अब अभिभावकहरू के गर्नुहुन्छ भने बच्चालाई विद्यालयमा जुन सम्झाएको छ अथवा निजी विद्यालयमा एडमिसन त गराउनुहुन्छ तर मेरो बच्चाले के गरिरहेछ पढ्न गयो कि गएन उसको नतिजा कस्तो आयो होइन इक्जामको बेलामा झन् उहाँहरू आएर भन्नुहुन्छ कि सर एकचोटि हेरिदिनु पर्यो मेरो बच्चालाई सहयोग गरिदिनु पर्यो होइन यस्ता कुराहरू उहाँ ल्याउनुहुन्छ त्यो नआओस् त्यस्तो भन्नु नौबत नआओस् त्यसको लागि त उहाँहरूले पहिला पढाइ भइराखेकै बेलामा विद्यालय दैनिक रूपमा उहाँहरूले यदि जानुहुन्थ्यो भने यो समस्याहरू आउँदैन थियो त्यसै गरी पूर्वाधारमा पनि धेरै समस्याहरू छ होइन त्यही हाम्रो पहाडी समुदायतर्फ उता जानुहोस् होइन विभिन्न किसिमका पूर्वाधारहरू विद्यालयमा छ प्रेजेन्ट छ अलरेडी तर हाम्रोतिर त्यही कुरा हेर्नुहुन्छ भने अब कुनै विद्यालयमा जानुहोस् हाम्रै अब म नाम लिन चाहेन धेरै विद्यालयहरूमा यस्तो छ एउटा बेन्चमा अब 5-5, 6-6 जना विद्यार्थीलाई कोचेर राखिएको छ त्यो पूर्वाधारकै भित्र पर्छ त्यहाँ सम्बन्धित निकायको ध्यान गएर बेन्चहरू व्यवस्थापन भयो 5-जना 6-जना एउटा बेन्चमा बस्यो भने बच्चा के देख्न सक्छ के पढ्न सक्छ उसको त बस्न कम्फर्टेबलै छैन अनि उसको दिमाग बोर्डमा आउने अथवा टिचरले पढाउनु भएको कुरामा कसरी जान सक्छ होइन त्यसै गरी अब आधुनिक शिक्षण प्रणालीहरू पनि हामीले अप्लाई गर्न सकिन्छ होइन स्मार्ट बोर्डहरू भयो होइन अब प्रोजेक्टर भयो टिचरहरूलाई अब आफ्नो त्यो प्रोजेक्टरको लागि अब अगाडिदेखि प्रेजेन्टेसनहरू तयार गरेर जानु पर्यो भन्ने कुरा उहाँहरूले सिकाएर सिक्नु भयो भने मात्र उहाँहरूले क्लासमा लिएर जान सक्नुहुन्छ उहाँहरूलाई ट्रेनिङै छैन जानकारी नै छैन अनि क्लासमा कसरी लग्नुहुन्छ त्यसै गरी अब अनुगमन पनि कडा तरिकाले हुनु पर्यो अब स्थानीय तहलाई 12 सम्मको त मतलब कि के भनौँ त्यसलाई 12 सम्मको सञ्चालन गराउनलाई जिम्मा त दियो तर एउटा पनि स्थानीय तह हाम्रो रौतहट जिल्लाकै 18वटा स्थानीय तहमध्ये 16वटा नगरपालिका 2वटा गाउँपालिका छ कुनै पनि नगरपालिका गाउँपालिकालाई मैले हेरिरहेको छैन राम्रोसँग अनुगमन गरेको अथवा जे शिक्षा क्षेत्रमा जुन परिवर्तन हुनुपर्ने अब केन्द्र सरकारले त सोचेर दियो कि स्थानीयमा गयो भने आफ्नै गाउँठाउँको बच्चाहरू पढिरहेको हुन्छ राम्रोभन्दा राम्रो तरिकाले हेर्छ तर एउटा पनि मलाई लाग्छ कि यो नेपाल सरकारको सबभन्दा ठुलो गल्ती हो होइन शिक्षालाई अझ बर्बाद गर्ने कि यो स्थानीय तहलाई जिम्मा दिएको छ होइन यही कुराहरू छ यस्ता यस्ता धेरै थुप्रै कुराहरू छ जसलाई हामी समग्र रूपमा होइन सुधार गर्यो भने हाम्रो रौतहटको शिक्षा क्षेत्रलाई धेरै हदसम्म सुधार गर्न सकिन्छ सर ल शम्भु सर तपाईँलाई बहुत बहुत धन्यवाद तपाईँले धेरै मार्मिक कुराहरू राख्नुभयो अब हाम्रो समयले साथ दिइरहेको छैन अन्ततिर हामी आइसकेको हो अब तपाईँले अन्तमा हाम्रो जुन श्रोताहरू 89.2 मेगाहर्ज बजिकाञ्चल एफएम सुनेर बस्नु भएको छ लाइभ प्रसारण भइरहेको छ अहिले उहाँहरू सुनिराख्नु भएको छ र यो रेकर्डेड पनि भइरहेको छ बेलुका यो भिडियो पनि आउनेवाला छ डिजिटल प्लेटफर्ममा केएफआई प्रेजेन्टमा आउनेवाला छ 6 बजे त उहाँ सुन्ने हाम्रो सम्पूर्ण श्रोता महानुभावहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ सर बजिकाञ्चल सर्वप्रथम त बजिकाञ्चल एफएम 89.2 मेगाहर्ज सुनिराख्नु भएका सम्पूर्ण शिक्षक साथीहरू विद्यार्थीहरू अभिभावकहरू लगायत बजिकाञ्चल एफएममा कार्यरत सम्पूर्ण सञ्चारकर्मीहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ मलाई यहाँ म जस्तो एउटा साधारण मान्छेलाई होइन बोल्न 2-4 शब्द आफ्नो कुरा राख्ने मौका दिनुभयो अब यसमा म के थपेर अझ उहाँहरूलाई आग्रह गर्न चाहन्छु भने रौतहटलाई शिक्षामा होइन पहिलो बनाउन हामी सबैले चाहन्छौँ हाम्रो जिल्ला अगाडि बढोस् तर त्यो विद्यालय मात्र होइन विद्यार्थीहरू अभिभावक शिक्षक र सम्पूर्ण समाज एक भएर अघि बढ्नुपर्छ होइन अब प्रिय विद्यार्थीहरूलाई म के भन्न चाहन्छु भने मेहनत नै हाम्रो सफलता हो त्यसै गरी म अभिभावकहरूको लागि पनि म केही भन्न चाहन्छु तपाईँहरूको साथ बिना शिक्षा अधुरो हुन्छ र शिक्षक साथीहरूलाई म के भन्न चाहन्छु भने हामी नै परिवर्तनको साँचो नेतृत्वकर्ता हौ आउनुहोस् हामी सबै मिलेर एउटा प्रतिज्ञा गरौँ राम्रो पढ्ने राम्रो सिकाउने र राम्रो समाज बनाउने हामी सबै मिलेर यदि गर्यो भने गर्न पनि सक्छौँ र यही भन्दै म आफ्नो शब्द यही टुङ्ग्याउँछु धन्यवाद ल बहुत बहुत धन्यवाद सर तपाईँले हामीलाई आफ्नो कीमती समय दिनुभयो हाम्रो यो मुभमेन्टको लागि तपाईँलाई हाम्रो सम्पूर्ण परिवारको तर्फबाट हृदयदेखि धन्यवाद फेरि पनि स्वागत छ तपाईँहरूलाई हाम्रो रौतहट फर्स्ट एजुकेसन मुभमेन्टको यो एपिसोडमा
फेरि आज हाम्रो कुराकानी भयो हाम्रो आदरणीय सरसँग। आजको हामीले फेरि हाम्रो समय अब अन्ततिर हामी आइसकेको हो। आजको यो हाम्रो जुन कार्यक्रम तपाईँहरू सुनेर बस्नुभयो आदरणीय सम्पूर्ण श्रोता महानुभावहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म इन्जिनियर के स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टरको फाउन्डर डाइरेक्टर। आजको कार्यक्रममा हाम्रो सहकारी मित्र हाम्रो बजिकाञ्चल एफएमको सहकारी मित्र सङ्गम सरलाई पनि विशेष धन्यवाद दिँदै आजको यस कार्यक्रमबाट म बिदा हुन चाहन्छु। हस्त नमस्ते।